आज हामीसँग सुजुकी V-Strom SX250 रहेको छ र यो भिडियोमा हामी सुजुकी V-Strom SX250 को डिजाइन, फ्युचर्स, बिल्ड क्वालिटी, रिलायबिलिटी, माइलेज र नेपाली मार्केटमा यसको प्राइसदेखि लिएर सम्पूर्ण कुराहरूलाई डिटेलमा एक्सप्लेन गर्ने कोसिस गर्नेछौं। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र अन्य हजुरहरूलाई कुन बाइकको बारेमा जान्न मन छ कमेन्टमा लेखिदिनु होला। हामी भिडियो लिएर आउने छौं। यो बाइकको डिजाइनको कुरा गर्नुपर्दा V-Strom SX250 लाई एडभेन्चर बाइकको आकर्षक रूप दिएको छ, जसले गर्दा रोड प्रेजेन्टेसनमा बब्बाल नै मजा आउनेवाला छ। बिल्ड क्वालिटी पनि राम्रो छ, प्लास्टिक पार्टहरू मजबुत र फिट फिनिश पनि सफा देखिन्छ। हेर्दा एकदमै मेच्योर र अग्लो एडभेन्चर बाइक जस्तो अनुभव हुन्छ। इन्जिनको कुरा गर्नुपर्दा यो बाइकमा 249cc 4 स्ट्रोक सिंगल सिलिन्डर 4 भाल्भ SOHC ओइल कुल्ड इन्जिन रहेको छ। 6 स्पिड गियरबक्स भएको यो बाइकले 26.5 PS पावर 9300 RPM प्रोड्युस गर्छ भने 22.2 न्युटन टर्क 7300 RPM मा प्रोड्युस गर्छ। इन्जिन एकदमै रिफाइन छ, भाइब्रेसन जीरो महसुस हुन्छ। सिटीमा चलाउन इजी, हाइवेमा 110 किलोमिटर प्रति घण्टासम्म सजिलै क्रुज गर्न सकिन्छ। एग्रेसिभ पावर त छैन, तर स्मुथ र कन्ट्रोल फिल दिन्छ, जसले नयाँ र मिडियम हाइट भएको राइडरलाई आत्मविश्वास दिन्छ। सुजुकीको बाइक भनेपछि माइलेज राम्रो हुन्छ। V-Strom SX ले नेपालमा औसत 32 देखि 38 किलोमिटर प्रति लिटर दिन्छ। टुरिङ गर्दा स्टेडी स्पिड राखे अझ राम्रो माइलेज आउँछ। कम्फर्ट एडभेन्चर बाइकको मुख्य उद्देश्य हो। कम्फर्टेबल सिटिङ पोजिसन, चौडा ह्यान्डल, आरामदायी सिट, राम्रो सस्पेन्सन, ट्राभल लामो यात्रामा थकान कम हुन्छ। पछाडिको सिट पनि आरामदायी छ। सिट हाइट 835 mm छ। 5.6 इन्च भन्दा माथिका राइडरलाई एकदम इजी फिल हुन्छ। अगाडि मोटो टेलिस्कोपिक र पछाडि मोनोसक सस्पेन्सन अति नै एब्जर्बेबल भएकोले कच्ची बाटो, ढिस्को, खाल्डोमा पनि बाइक राम्रोसँग स्टेबल हुन्छ। ह्यान्डलिङ हल्का छ, मोड्न सजिलो, सिटी, हाइवे र ग्राभेल सबै ठाउँमा कन्फिडेन्ट दिन्छ। ग्राउन्ड क्लियरेन्स 205 mm भएकोले नेपालको बाटोमा उपयुक्त नै छ। फ्रन्टमा 100/90 19 इन्च डुअल पर्पोज टायर र रियरमा 140/70 17 इन्च डुअल पर्पोज टायर नै रहेको छ। ग्रिप पनि राम्रो छ, खास गरी ग्राभेल रोडमा। ब्रेकिङमा सिंगल च्यानल ABS आएको छ। डुअल च्यानल भए अझै राम्रो हुन्थ्यो, तर यो पनि सुरक्षित छ। फिचरको कुरा गर्नुपर्दा फुल्ली डिजिटल मिटर कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, मोबाइल नोटिफिकेसन, नेभिगेसन, USB चार्जिङ पोर्ट, फुल LED सेटअप, हेजर्ड लाइट, कन्सोल सफा र जानकारीपूर्ण छ। नेभिगेसन टुरिङ राइडको लागि धेरै उपयोगी रहनेछ। यो बाइकको राम्रो पक्षहरूमा माइलेज राम्रो, लामो यात्रामा धेरै आरामदायी, रिफाइन इन्जिन, राम्रो ग्राउन्ड क्लियरेन्स, एकदमै लाइट वेट, कम मेन्टेनेन्स खर्च, दैनिक चलाउन सजिलो। यो बाइकको नराम्रो पक्ष डुअल च्यानल ABS छैन, हाई स्पिडमा पावर पञ्च छैन, विन्डसिल्ड एडजस्टेबल छैन, टायर अफरोडका लागि धेरै एग्रेसिभ छैनन्। नेपाली मार्केटमा सुजुकी V-Strom SX 250 को मूल्य 6,49,000 देखि 6,69,000 सम्म पर्छ। सोरुम अनुसार फरक पर्न सक्छ। यदि तपाईलाई सिटी राइड गर्न सजिलो, हाइवेमा आरामदायी, माइलेज राम्रो र हल्का एडभेन्चर लुक चाहिएको छ भने सुजुकी V-Strom SX 250 एकदमै पर्फेक्ट बाइक हो। भ्याल्यु फर मनी, रिलायबल र टुरिङ फ्रेन्डली प्याकेज छ।